तपाईले आफ्नो टिकटक खोलेदेखि कस्तो कस्तो खालको भिडियो हेर्नु भयो र त्यो कहाँ गएर बसेको हुन्छ र त्यसलाई कसरी डिलिट गर्ने भन्ने विषयमा यस भिडियो मार्फत सिकाउन गइरहेको छु। भिडियो अन्तिमसम्म हेर्नु होला। सुरुमा तपाईले आफ्नो मोबाइलमा रहेको टिकटकको एप्सलाई ओपन गर्नु होला। टिकटकलाई ओपन गरिसके पछाडी प्रोफाइलमा क्लिक गर्नु होला। प्रोफाइलमा क्लिक गरिसके पछाडी अब तपाईहरुले हेरेको भिडियो कस्तो रहेको छ यहाँ आइजको अप्सन सो भइरहेको छ। यसमा हजुरले क्लिक गर्नु होला। यहाँ क्लिक गर्ने बित्तिकै अब तपाईहरुले हेरेको भिडियो यहाँ शो गर्छ। अब हजुरले यसलाई डिलिट गर्न सक्नुहुन्छ। डिलिट गर्नको लागि अब तपाईहरुले यहाँ माथि देख्न सक्नुहुन्छ थ्री डटको अप्सन यहाँ क्लिक गर्नु होला। यहाँ क्लिक गर्ने बित्तिकै सेटिङ एन्ड प्राइभेसीमा क्लिक गर्नु होला। सेटिङ एन्ड प्राइभेसीमा क्लिक गर्ने बित्तिकै थोरै स्क्रल गर्नु होला र अब हजुरले यहाँ देख्न सक्नुहुन्छ हाम्रो एक्टिभिटी सेन्टर रहेको छ। यसमा हजुरले क्लिक गर्नु होला। यसमा क्लिक गर्ने बित्तिकै साथीहरु अब तपाईहरुले यहाँ सुरुको अप्सनमै यहाँ देख्न सक्नुहुन्छ वाच हिस्ट्री रहेको छ। यसमा हजुरले क्लिक गर्नु होला। यसमा क्लिक गरिसके पछाडी अब हजुरले माथि देख्न सक्नुहुन्छ सिलेक्टको अप्सन सो भइरहेको छ। यहाँ क्लिक गर्नु होला। यहाँ क्लिक गरिसके पछाडी अब तपाईहरुले तल देख्न सक्नुहुन्छ हाम्रो लेफ्ट कर्नरमा सिलेक्ट अल रहेको छ। यसमा हजुरले क्लिक गर्नु होला र डिलिटमा क्लिक गरिदिनु होला र यहाँ डिलिटमा क्लिक गरिदिनु होला। यति गर्ने बित्तिकै अब तपाईहरुले हेरेको भिडियोहरु सबै डिलिट हुन्छ है त। भिडियो कस्तो लाग्छ? भिडियो मन पर्छ भने यस्तै खालको भिडियो हेर्नको लागि आइडीलाई फलो गर्नु होला, एउटा लाइक गर्नु होला, सानो एउटा कमेन्ट छोड्दिनु होला, फेभरेट गरिदिनु होला र यस भिडियोलाई शेयरमा थिचेर 5 चोटी कपी लिंक गरेर रिपोस्ट गरिदिनु होला है त।